भर्खरै मात्रै भएको आन्दोलन होइन, यही मिति 2082 साल 5 महिना 23 गते र 24 गतेमा जुन जेन्जी समूहहरूको बीच आन्दोलन भयो, त्यो आन्दोलनमा ज्यान गुमाउनु हुने जेन्जी शहीदहरूको शव लिँदै जेन्जीहरूको शवयात्रा चाहिँ आज गरिएको छ। यो जेन्जी शहीदहरूको शवयात्रा हो गाइज। जेन्जी शहीदहरूमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। यति धेरै दुःख गरेर बनेको नेपाल फेरि पनि पुरानै हालतमा नजाओस् होइन। अहिले जति पनि संरचना बिग्रिएको छ, भत्किएको छ, यसले गर्दाखेरि देश धेरै 8-10 वर्ष त पछाडि धकेलिएको छ। तर अब आउने राम्रो नेतृत्व लिएर अब आउने व्यक्तिले देश एकदमै धेरै अगाडि बढ्नेछ भन्ने अपेक्षा हामी सबै नेपाली जनताको हो होइन। जुन शहीद भएर गइसक्नुभयो, जसको घरमा यस्तो पीडा परेको छ, उहाँहरूलाई त एकदम धेरै पीडा भएको छ होइन। उहाँहरूको सबै संसार लुटिएको छ, अन्धकारै छाएको छ उहाँहरूलाई देश बेचिएको भन्दा पनि धेरै पीडा भएको छ होइन। त्यो चाहिँ हामीले आफ्नोमा राखेर तुलना गरेर जति पनि नेपालमा अब हुने नेताहरू मन्त्रीहरू हुनुहुन्छ, उहाँले चाहिँ भ्रष्टाचार नगरेर होइन, देशको विकासप्रति आफ्नो जति पनि छ क्षमता योग्यता र आफ्नो समय खर्चेर हजुरले योगदान दिनुहुनेछ भन्ने हामी सबै नेपालीको इच्छा छ। थ्याङ्क यू फर वाचिङ गाइज।